stand steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. So namaste guys, welcome back to our channel. After a long time हामी फेरि ब्याक भइसकेका छौं हैन वेलकम गरौँ च्यानलमा वेलकम टु आवर च्यानल पोखली सन्दीपमा हजुरलाई स्वागत छ प्लिज डु लाइक कमेन्ट सब्स्क्राइब गर्न नबिर्सनु होला सो आज चाहिँ हामी कतै घुम्न जानको लागि रेडी हुँदैछौं बाइ द वे गाइज यो चाहिँ म अहिले चाहिँ नयाँ घर भनौं कि अपार्टमेन्ट भनौं नयाँ घरमा सरेको किचन भयो हल्का सो रेडी भइसक्यो हामी निस्किन्छौँ गाडीमा चाहिँ आज दुईटा गाडी लिएर गइन्छ होला हैन सो के हो फलफुल लाने हो फलफुल राख झोला खै यसमै लिन्छ अहिले तपाईको झोला खै कान धुलो लाग्छ के हो ठुलो छ बाल्कन हल्का देखाइदिन्छु ए बाहिरको भ्यू यस्तो छ उ त्यहाँ मेसिन चलिरहेको छ घाँस काट्नको लागि यो चाहिँ बाल्कन एरिया यस्तो छ उ डाँडा देख्न सक्नुहुन्छ अनि यहाँ तल चाहिँ हाम्रो बाजे बस्नुहुन्छ बाजे एक्लै हुनुहुन्छ हामी चाहिँ माथि हाम्रो बाबा भ्यू यस्तो छ राम्रो छ गार्डन यहाँको घाँस चाहिँ राम्रो छ तपाईहरुलाई एकचोटि म यो देखाइदिन्छु सो यो चाहिँ घर हो हैन ओ बुढी त्यहाँ नाच्न रेडी भइसकेको छ सो हामी चाहिँ अब घर चाहिँ हो दामी छ अहिले हामी 1 मन्थ जति भयो होला 1-2 मन्थ जति भयो है यता आएको होइन के हो केही त पुस्ने पनि छैन बाइ द वे गाइज यी पन्जाले पुसिरहेको छु मैले यस्तै छ राम्रो आएको छ धेरै जुम त नगर्नु फेस जुम छैन 0.5 अब हामी दिदीको घर जाँदै अनि त्यसपछि तपाईहरुलाई अनि देखाउँछौं घुम्न गएको कता हो हामी जाने सो वी आर रेडी स्विजरल्यान्ड जाने हैन स्विजरल्यान्ड सो गाइज हामी यहाँ गाडीमै है अब त सुस्तो बोले नि हुन्छ कता चर्को हामी बसेको अहिले नयाँ घरबाट त कति मिनेट लाग्छ 5 मिनेट हैन 6-7-8 मिनेट लाग्छ दिदीको घर दिदीको घर हलाइनमा सो हामी चाहिँ अब आधी बाटो पुगिसक्यो अब 2-3 मिनेटमा यो बाइक गरेन 3-4 मिनेटमा पुग्छ वेदर राम्रो भछ वेदर आज 20 डिग्री देखाएको छ हैन गर्मी होला जस्तो आज सो अब चाहिँ हामी वही गएर कोको जानी हो भन न कोको जानी हो कता जानी हो त्यो हामीले देखाउने छौं हामी सँगै हुनु तपाईहरु है लाइक गर्दिनु सब्स्क्राइब गर्दिनु के हो म्याडम सब्स्क्राइबै हुँदैन हुन त भिडियो पनि हाम्रो धेरै आउँदैन है अब महिनामा एउटा 3 महिनामा एकचोटी वन्स मोर एउटा मात्रै भिडियो आउँछ त्यसपछि त अब हामीलाई नि टाइम नै अब 3 महिनामा त बिर्सिनी भयो है त्यही त अब डेली भ्लग पनि ल्याउन सकिन्न वीकली भ्लग चाहिँ ल्याउन सकिन्थ्यो तर अब फेरि त्यस्तै छ त नि अब हेरौं अब चाहिँ हुन्छ होला किनभने अब चाहिँ समर पनि लाग्यो है अनि घुम्नको लागि जाने ठाउँहरु धेरै हुन्छ अप्सनहरु धेरै हुन्छ समरमा विन्टरमा चाहिँ हुँदैन सो गाइज स्टे ट्युन हाम्रो भिडियो हेर्दै गर्नु होला हामी कता जान्छौं के गर्छौं अस्ट्रिया आते गर्छ हैन ओके राख्थ्यो क्यामेरा घुम्टाइदिनु सो हामी चाहिँ लिफ्टमा आइसक्यौ दिदी हेलो एभ्रीवन हामी आएको अहिले 1.5 घण्टा 2 घण्टा भइसक्यो राम्रो देखेछ अब हामी रेडी भइसक्यौं दिदीको घरबाट अब सबैजना भएर कता जाँदै कति बज्यो अहिले कति घण्टा लाग्यो हामीलाई रेडी हुन हामीलाई रेडी हुन टाइम लाग्यो 2 घण्टा लाग्यो रेडी हुन 2 घण्टा लाग्यो 2 घण्टा लाग्यो अब यहाँबाट हामी दिदीको गाडी हामी आज बोटिङ जान्छौँ है अब हामी बोटिङ अनि बोटिङ पछि ट्रेन चढ्न जान्छौँ माइक कति वर्षपछि घुम्दै ल त नि गाइज अब हामी निस्केर ठाउँमा के हुन्छ देखाउने छौं है बाटोमा के हुन्छ देखाउने छौं सो
गाइज अब चाहिँ हामी मोबाइल चलाउँ अब हामी दुईटा गाडीमा भान्सा गाडीमा अनि त्यसपछि तीनटा गाडी पर्दैन अरू यता हामी भान्सा गाडीमा अब ओपन गरेर चलाउने पछि आइसै हालौँला है रोबिन पानी त अहिले पछि तिमी केटी हो पहिला त पेट पूजा हो कि के हो केटा ग्याङ भान्सा गाडीमा केटी ग्याङ उता एलिसा गाडी भान्सी गाडीमा होइन हिमालयन ट्याक्सी भेन अर्को यो ए भान्सा गाडी हो केटीहरू ग्रुप उता है ल भाइ म चाहिँ भ्लग गर्छु क्या यो चाहिँ भान्सा गाडी BMW को कहाँ जाने घुम्न कहाँ जाने घुम्न ल सो गाइस हामी चाहिँ अब निस्क्यौँ होइन हामी भान्सा गाडीमा Yeah, I'm the one to get it, bro. I swear to God I'll get it, bro. Hey, I ain't never giving up. Yeah, I never give up. I got this, man, I got it. I will not quit, I'm on it. Never off it. Got the block lit, I'm toxic. Spitting logic, make them nauseous. Honest, can I stop this? Never cautious, drop it. ल हामी अब म्याकीमा खानाको लागि भिडभाड छ है के अर्डर गर्ने अब के हो तिरो छैन अर्को आफैले गरेर लिएर आएको ल गाइज अब चाहिँ हामी खाएर निस्क्यौँ पेट पूजा गरेर होइन अब के डुङ्गा चढ्ने नै हो ल अलिक फास्ट है राइडरहरू ड्राइभरहरू फास्ट भन्नु धेरै फास्ट खाना हिँडिसक्यौँ है म्याकीबाट अब डेस्टिनेसनमा पुग्न लागिसक्यौँ आज हाम्रो राइडर चाहिँ एलिसा हुनुहुन्छ एलिसा भन्छ यहाँ हाम्रो राइडर यहाँ अगाडि हाम्रो दिदी हुनुहुन्छ आलिया कस्तो भइरहेछ आलिया रमाइलो लाग्छ सो गाइज अब चाहिँ हामी त्यो ठाउँमा पुग्न लागिसक्यौँ हामी तल गएर त्यहाँबाट सिपमा जाने हामी टप मजा आयो गाडीमा ए हामी त जाडो हो क्या ओपन चला यही सिपमा त हो जाने यही सिपमा 2 बजे ऊ त्यो माथि छ नि ऊ त्यो टुप्पो त्यहाँ माथि 1 hour later सो हामी चाहिँ मेन ठाउँ आयो हामी टिकट आयो सो ट्रेन चाहिँ यही हो स्विजरल्यान्डको जस्तो ट्रेन होइन यहाँ ग्रुप भएर बस्नु पर्दो रहेछ ल हाम्रो मेन जाने भनेकै प्लान यही ठाउँबाट है बल्ल आयो हामी सो अब यहाँबाट आधी घन्टाको यात्रा माथि पुग्दा आधी घन्टा लाग्छ है आधी घन्टा लाग्छ Lately, do you really love me or do you really hate me? On a scale of 1 to 10, what would you grade me? All this social media has got me going crazy lately. Everything's inflated, mainly everyone's invaded. Privacy is naked, man, I really hate it. God, I really hate it. I just wanna make it. 6.5 hours later. So हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यौँ। डेस्टिनेसन आइसक्यो कति थियो 1500 मिटर माथि ट्रेन नि गइसक्यो हामी यहाँको ट्रेन ट्रेन चल्ने लिक रहेछ कि दिदीहरू अगाडि हुनुहुन्छ हामी यहाँ आइसक्यौँ अब यहाँको भ्यू हेर्नु हजुरहरूले ए यहाँ छ माइ ट्रेन तल चिसो है यहाँ माथि त यहाँ को
आज छुट्टीको बेला भएर नि मान्छे भिडभाड छ यहाँ हैन सो अहिले चाहिँ हामी मेन माथिको यो रेस्टुरेन्ट रहेछ के रहेछ है ए तल यस्तो भ्यू देख्न सक्नुहुन्छ तल चाहिँ यो ट्र्याक्टरहरु चाहिँ यो ट्र्याक्टर चाहिँ सामान ल्याउने ट्र्याक्टर होला यो माथि खानीको लाइन हो कि टोयलेट जाने होला यो त Lately, do you really love me or do you really hate me? On a scale of 1 to 10, what would you grade me? All this social media has got me going crazy lately. Everything's inflated, mainly everyone's invaded. Privacy is naked, man, I really hate it. God, I really hate it. I just wanna make it through all this fake shit. Living in the real life, living for some real times. Talk about the real climb. Social media has got me going crazy lately. Everything's inflated, mainly everyone's invaded. Privacy is naked, man, I really hate it. God, I really. ल गाइज अहिले चाहिँ हामी यहाँ घुमिरहेका छौँ अझै 1 घण्टा छ ट्रेन रिटर्न जानको लागि अब तपाईहरुलाई चाहिँ म हल्का एउटा ड्रोन शट दिन चाहन्छु ड्रोन शट हेर्नु होला है 1 2 3 गो